हेलो एन्ड नमस्ते गाइस, म चाहिँ दिलीप अनि तपाईहरु देख्दै हुनुहुन्छ मिस्टर दिलीप कटवाल युट्युब मोबाइलले लग्छु भ्लग्स गराउँछु अलि इन्जोय पनि गरिदिन्छ। ठीक छ, केही छैन। र अहिले चाहिँ म ट्याक स्टेसनमा जान्छु। हेर्न चाहिँ बाटोमा के हुनेछ। अहिलेसम्म भिडियो हेर्नु भएको छ, लाइक गर्नु भएको छ भने लाइक गर्नु होला, कमेन्ट गर्नु भएको छ भने कमेन्ट गर्नु होला। अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नु भएको छ भने सब्स्क्राइब गर्नु होला। A few moments later. फाइनली म चाहिँ रेडी भइसकेको छु र अब म चाहिँ दोस्को गएर जान्छु र त्यहाँदेखि हामी स्टेसनमा जान्छौँ। स्टेसनमा बस कुर्छौँ र बस चाहिँ अब चाहिँ हामी स्कुल जान्छौँ। फाइनली हामी चाहिँ अहिले अन द वेमा छौँ। साथी चाहिँ ट्याक्क साथीको घर आउनु लाग्यो 10:20 हो, बस्दा आउने 11:20 हो। साथीले चाहिँ 10:20 भनेर चाहिँ स्टेसन आइहालेको 1 घन्टा त्यहाँ बस्नुपर्ने। म आएर देखेको किन म कति भाग्यमानी हो कि न हो साथी। 1 घन्टा कुर्नु पऱ्यो कि तिमी त्यहाँ 1 घन्टा कुर्नु पर्थ्यो। ठ्याक्कै साथी आएर चाहिँ 1 घन्टा कुर्नु परेन, नत्र भने म अटोमा हिँडिदिन्थेँ। त्यही त लास्ट गाह्रो हुन्थ्यो नि। तिमी फेरि यति छिटो गएर स्कुल गएको भन। त्यही त, स्कुलमा फेरि कोही हुन्थेनन्, एकछि भर्खर सकियो होला अनि गाह्रो हुन्थ्यो। देउ साथी आए, साथीलाई मैले ठ्याक्कै देखेर अनि बोलाएँ। त्यसो चाहिँ अनि अहिले चाहिँ हामी अब सुरेशको घर जान लाग्यो। त्यहाँ किन मोबाइल चलाइन्छ। त्यही त 11:20 बजे बाटो चाहिँ हामी स्टेसनमा गइन्छ र स्कुल गइन्छ। स्कुलमा चाहिँ फेरि मोबाइल निकाल्नै मिल्दैन, फेरि सरले गाँठ फाट्छ गाँठ। हेलो गाइस, अहिले चाहिँ हामी अन द वेमा छौँ। हाम्रो चाहिँ अहिले स्कुल छुट्टी भएर चाहिँ हामी अहिले कति बजी केटा 5:30 बजे 5:30 बजे छुट्टी हुन्छ हाम्रो। नाम दिलीप कटवाल। त्यसैले चाहिँ अब हामी घरसर फर्किँदैछौँ गाइस। ठिक छ, मेरो सब्सक्राइबरहरू ट्याग सब्सक्राइब हान्नु पर्यो है गाइस। ओइ भाइ फेरि ल फेरि दिलीप कटवाल मिस्टर। ल भाइले चाहिँ खतरा स्टोन हान्छ हन। ल फेरि ल खतरा। ल सब्सक्राइब है। गाडी आइसक्यो त भाइ। भाइले खतरा स्टोन हान्ने रहेछ नि। ल यता अर्को हाम्रो साथी हान्दै त। साथी हार न। साथी कनी हान्छ। ल साथीले हान्दैछ र। साथी तिमी हान्दै जान्दैनौ त। ल हान्न दे। ओ साथी तिमी हान्न सक्दैनौ। ल अनिस हान्दै त। ल अनिस चाहिँ खतरा हानिन्छ न। ल अहिले चाहिँ हामी अन द वेमा छौँ गाइज। भाइले चाहिँ खतरा स्टोन हाने, तर यिनले चाहिँ स्टोन नै हान्न जानेनन् हो कि कस्तो। टायर पङ्चर थियो न। एक टायरमा हिँड्दै म देखेको थिएन बिहान। अरे साथी बिहान त हाने त यार खतरा। त्यही भएर अहिले यस्तो हानेहरू यस्तो ट्यालेन्टहरू पर्दा पछाडि राम्रो हुँदै के ल सब्सक्राइब हान्नु पर्यो है भाइहरू। ल सागर साथी आज फुल दिँदैन दिँदैन के हुन्न साथी। आज पर्पज गर्ने हैन। आज सुरेश साथीको प्र्याङ्कवाला पर्पज कि त्यस्तो प्र्याङ्कवाला सुरेशको साथीको अन्त सुरेश आज गर्दैन त के हुन्न। तेरो जोसै छैन। मात्र भन्नु चाहिँ यु आर लुकिङ सो ब्युटिफुल मात्र अघि तिमी त्यसले सुन्ने गरी हुन्छ। ल खतरा भन्छु कि ल फुल ल आज यिनले चाहिँ यु आर लुकिङ सो फुल ल्याएन फुल टिप है केटा। कानतिर चाहिँ फुल यस्तो टिप है यिनले दिन्छन् कि आजको। ल टिप है। ल साथी दिदी चाहिँ फुलको व्यवस्था चाहिँ गर है। सुरेश साथी गर्छ कि नै? ओके ल मसल फुल नै हल्का उ त्यहाँ तिनी फुल भयो नि हुन्छ क्या। यो फुल भयो नि एउटा सानो एउटा मात्रै भए पनि भइहाल्छ। फुल सुल टिप्दैछ न हाम्रो टिप्ने यार कमसेकम दिने। यस्तो यस्तो पात यस्तो गरेर यस्तो दिनु। ल सुरेशलाई दे। सुरेश देऊ है। दिनुभन्दा अगाडि चाहिँ भन है फेरि। ल त्यो केटीले एक्सेप्ट गर्छ कि रिजेक्ट गर्छ अब त्यसको लागि चाहिँ हेर्नुपर्छ गाइस। भिडियो पुरा हेरेर भन। जितिन अलि फुल राम्रो गराउ के भएन यार। सुरेश चाहिँ एक्सेप्ट हुनु पर्यो न। घन्टी फुल ओ बल्ल फुल आयो। ल केटा जितिन साथी हजुरले एक्सेप्ट गर्ले सुरेशलाई। ए ओ प्लिज उहाँलाई होइन है, उहाँलाई होइन सुरेश सर, उहाँलाई नै अरूलाई है। सुरेश अलिक कन्फिडेन्स छ कि नै? ओ ल अलिकति कन्फिडेन्स हुनु पर्यो त यार। अटो आज सुरेश ल ठिक छ गाइज। हाम्रो सुरेश साथीले चाहिँ एउटा केटीले प्र्याङ्क गर्ने रे पर्पोज गर्ने रे। प्र्याङ्कवाला पर्पोज चाहिँ रियल होइन। फेरि कमेन्टमा गएर गाली साली नगर्नु। यस्तै हो। ठिक छ
सुरेश होइन मैले माधव सरहरूलाई सबैले बिहान सरी भनिन्छ क्या सरी भनिसक्यो तेरो दाइले थाहै छैन हाम्रो अर्को भ्लगर साथी हुनुहुन्छ अनिस जङसाई भएको पनि युट्युब च्यानल छ ट्याग गरेर सब्सक्राइब हान्नु पर्यो अनि ट्रिपल डट च्यानललाई पनि ट्याग सबैले सब्सक्राइब हान्नु पर्यो अनि गाइस ल डान्स खतरा मान्छेहरू अब पछि त काठमाडौँ जाने हो न हेर योभन्दा खतरा कसैले नाच्दैन के जितिन फला बान्दैन फला बान्दैन जितिन फला बान्नु पर्यो कि भएन ल ठिक छ सुरेश साथी कसलाई हो हान्ने चाहिँ यो कुकुरलाई चाहिँ नदिमै यो कुकुरलाई चाहिँ फुल नदिमै साथी अरू कसलाई दिने भित्र होइन कि दिनु पऱ्यो कि सुरेश साथी यार यस्तो यार जिगर छैन म चाहिँ 5 वटा तर हाम्रो अहिले जोत भन्थ्यो नि साथी केटी हो त्यो केटीलाई पनि यस्तै हो केटाले जोस चाहेन दिदिनमा त भने दिदिएको मात्र के पनि होइन अरू हो कि अनिसमा त केटाहरू पुरै फ्राइडे प्रोग्राम थियो होइन सबै फ्राइडे प्रोग्राम तल आउँछन् केटाहरू माथि सरहरू गइ आउँछन् भनेर यता बसेको होइन अनि ट्याक्क मैले दिदी दिन त अब दिन के हुन्छ दिदीमा के हुन्छ भन्ने सोच्थेँ कहाँ बोल्नु कि जस्तो त्यसकै घर गएर आन्दोलन भएको थियो त यहाँ के आन्दोलन रे एमसिसी आएको कोठामा पराए जान्थ्यौँ कि कोठामा सुरेश साथी यो छुट्टिने बेला भइसक्यो कतिखेर हो यस्तो भएन यार कहाँ भेटिने यत्रो भेटिसके लग होइन सुरेश साथीको ऊ नै छैन जिगर नै छैन नेपाली स्कुलको बस भेटियो भने लग न तर ओ सरी यार सरी आज त्यो बसै आउँदैन बिदा भइसक्यो त्यो नेपाली हजुर मेरो च्यानललाई के भन्नु छ यस्तो प्लिज गाइस सबबाट प्लिज है ल प्लिज ल उहाँलाई यस्तो सपोर्ट हानिदिनु कि मागा भोजन भोलि है यसको उहाँलाई सपोर्ट हाने चाहिँ पाइ त हामीलाई पुग्छ कि खाजा क्यान्टिनमा खाजा खानुपर्छ गाह्रो छ क्यान्टिनमा कस्तो आउनु यार राम्रो देख्नु नसक्ने प्लिज है साथीभाइहरू ल ठिक छ सुरेश जिगर छैन यार तिम्रो केटी भेटिएन ल ठिक छ अब चाहिँ हामी एकछिनमा भेट्ने छ अब यिनको चाहिँ अब यिनले गर्छन् किन केटी भेटिदिएको भए पुल दिनै पर्थ्यो केटी भेटिने त्यही भएर खुसी भयो मलाई सुरेश हजुर सुरेशले त सुन्दैन साथी कसलाई दिन्छ अरे म चाहिँ अब एउटा मेरो ऱ्यान्डम गर्ल्स जो भेटिन्छ आन्टीहरूलाई चाहिँ नदेऊ है उताबाट उता साइड कट गरौँ न अलिकति झ्याउ हुन्छ क्या आन्टीहरूलाई चाहिँ दिनुहुन्न अरू सबलाई दिने आन्टीलाई चाहिँ नदिने है साथी साथी मेरो च्यानललाई के भन्नु छ यिनको च्यानललाई होइन रङ्गीचङ्गी बनाइदिनुहोस् सब्सक्राइब हानेर लाइक हानेर कमेन्ट गरेर ल ठिक छ अझै अरू केही हान्ने पर्छ भने नि हान्नु होला अझै कस्तो छ अनि यताउता सबैले भिडियो सिडियो सेयर हान्नु पर्यो गाइस सपोर्ट गर्नु पर्यो चाहिँ भिडियो सिडियो सब सेयर गरिदिनु होला यता सुर्खेती भाइहरू सबै दाइहरूले सबले सपोर्ट गर्नु पर्यो नि हो कि सागर साथी हो साथी हो घर सधैँ गइन्छ जितिन यसले ढाल्ला जस्तो लागेन तिम्रो घर आउनु लागेको साथी त्यसले हाला जस्तो लाग्ने तिम्रो घर आइसक्यो क्या सुरेशबाट के पर्गति भन्नु सुरेशले त सुनेन सुरेशले अलिक बिस्तारै सुरेश हेर्दो रहेछ तर पनि प्लिज त्यस्तै गोबर के साथी प्लिज त्यस्तै गोबर के साथी सुरेशले त्यस्तै के डट सुरेशले के सुनेन साथी हामी केही भनेकै छैन भाइ साथी तिम्रो तारिफ धेरै गरेको है केही पो भन्यो तारिफ मात्र गरेको है साथी ठिक छ अहिले नत्र साथी यार कन्फिडेन्स हुनु पऱ्यो क्या अलिकति कसलाई चाहिँ दिने हो त ऱ्यान्डम गर्ल्सहरू भेटिँदै भेटिन्न अब हामी चाहिँ जितिन साथीसँग छुट्नुपर्ने हुन्छ किनभने जितिन साथीको घर मार्ग यहाँबाट मेरो मार्ग विच्छेदन हुँदछ तपाईँहरू आफ्नो मार्गमा सम्हाली जानुहोला मित्रजनहरू पछाडि दुईजना केरा मित्रजनहरू आउँदै हुनुहुन्छ उहाँ पछाडि तिनीहरू केटी नै भेट्न गयो क्या हो केरा ल्याउन यो कतिवटा केरा चाहियो 5 जना सम्झै अलरेडी चाहिँ 5 जना छैन हाम्रो अनि त्यो केरा चाहिँ कतिवटा चाहियो 5 वटा भन्दा बढी चाहियो रोग साथी रोग मकै मन खाने हो क्या हो ठिक छ मकै त हामी मकै ल्याउन ल हाम्रो केटाहरू चाहिँ यहाँ चाहिँ ए दुगुर र
केटाहरू चाहिँ यहाँ केरा ल्याएको छ कि मकै ल्याएको छ मलाई पनि थाहा छैन गाइस। केरा ल्याएको छ भने त खानुपर्छ, मकै ल्याएको छ भने पनि खानुपर्छ। यो गइगयो यार खानको लागि हेर अगाडि गइगयो। यो खन्चुवा एक नम्बरको खन्चुवा गाइस। यस्तै हो कि छोटो आइगएको चुप्प लाग्यो आइगएको भन्दैन केही सुनेको छु जसले भलाके चाहिँ तिनीहरूको लागि चाहिँ ओहो ओहो ल ठिक छ अब चाहिँ सब्सक्राइब हुने नि भयो। उनीहरू चुतियाहरू रहेछ नि खाँदै आयो है ठिक छ। साथीहरूको माया लाग्दैन है साथीहरूको त माया नै छैन साथी। दुःख लाग्यो दुःख धेरै दुःख चित्त नै दुख्यो साथी। हेर्न कस्तो खाइरहन्छ गुखाउ गडा साथी चित्त नै दुख्यो हाम्रो त न। हेर यो खाएर नि आएन अब के भन्ने कि चित्त दुख्यो के चित्त दुख्यो साथी। ल साथी ल चित्त दुख्यो ल ठिक छ दिन त देऊ त्यही पनि आफूले खाएर दिएर ल साथी बाई बाई। कस्तो छ मकै एकदम बहुत टेस्टी छ रे। कस्तो जग्गा साथी साथीले नै ल्याएर आउने स्विट हो। अनि साथी कस्तो छ स्पेसल मकै खाने तरिका भनेको यस्तो थियो खानु नि लाउनु लाउनु साथी अब छुट्टीमा हैन मिल्दैन है गाइस बाइ ल साथी बाई ल बाई के बाई 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 साथीलाई चाहिँ हामीले बाई गरिसक्यौँ। ल साथी भोलि भेटौँ है ल बाई। अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ। अब कति 6 जना टिम यार अहिले लास्टमा आउँदा 3 जना छौँ कि यही हो लाइफमा पनि सेम हो क्या गाइस केसहरू चाहिँ हो। देख्न चाहन्छ सुर्खेतमा नि यस्तरी भैँसी पालन हुन्छ क्या भैँसी पालन यस्तरी हुन्छ। यता केटीलाई हेर्नु भैँसीलाई हेर्नु। अनिस केही भन्नु चाहिँ यता च्यानलतिर दिलीपको च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब अनिसको च्यानललाई पनि ट्रिपल डट मेन हो। पर्सि शनिबार के भिडियो आउँदैछ रे अलिकति भन्नु न। बोइज इन होस्टेल हो खतरा छ क्या बोइजहरू त खतरा इम्प्रेस हो तर हेरेपछि हो तर हेर्नु पऱ्यो गाइस होइन सुरेश हो। तिमीले खुल चाहिँ कसले दिने भयो त्यहाँ यो भैँसीवाला दिन्छौ क्या Women. लास्ट लाग्ने होइन स्कुलबाट आउँदैन अझ कोही मन परेको मान्छे भेटिएपछि त धन्य हो कि लास्ट झ्याउ के बाटोमा स्टन हान्दा आएको थियो एउटा केटी भेटी मलाई फेरि लास्ट लाग्यो फेरि अझ बोलिदिनु अब बोल्नु त्यो मैले चिनेको थियो क्या बहिनी ए चिनेको थियो ठिक छ ठिक छ। केटाहरू हिँडिसकेका छ धेर मकै त टेस्ट छ जति सक्यो सपोर्ट गरिदिनु पऱ्यो गाइस। यति चाहिँ रमाइलो भइरहेको छ। यही टोल होइन पहिला तिमी बस्ने पहिला चाहिँ म चाहिँ यहाँ भैँस्थान बस्थेँ पछि चाहिँ अङ्कलले चाहिँ मलाई चाहिँ तल तातापानी पठाइदियो। तातापानीको स्कुल राम्रो छ भनेर तातापानी पठाइदिनु भयो। त्यसपछि तातापानी नै पढियो त्यहीँ बसियो त्यहीँ रमाइलो गरियो। अनि त्यहाँबाट नयाँ साथीहरू भेटिए नयाँ साथीहरूसँग धेरै घुलमिल भयो। 5-6-7 वर्ष जति 5-6 वर्ष जति भयो होला साथीहरूसँग भेटघाट घुलमिल भएको। त्यसपछि त्यहाँबाट अहिले पनि हामी अझै सँगै छौँ। हामी स्टिल 6 क्लासदेखि पढ्न लागेको अहिलेसम्म जे उस सँगै छौँ भनौँ न सँगै छौँ रमाइलो गर्छौँ। हामीहरू चाहिँ अब हामीहरू भिडियो सिडियो बनाउँछौँ कहिलेकाहीँ यस्तो शनिबार टाइम मिल्यो भने भिडियो सिडियो बनाउँछौँ। सपोर्ट गर्नु पऱ्यो भिडियो होइन हजुरहरूले कमेन्ट हान्नु पऱ्यो सपोर्ट गरिदिनु पऱ्यो चट्ट होइन गाइज। अनि हजुरहरूकै कृपयाले गर्दा चाहिँ हामी अगाडि बढ्ने हो। त्यसैले त्यस्तै हो भेटघाट भइरहेको छ। भिडियो पनि अब हाम्रो डेली आउन पाउनु हो किनभने स्कुल जानुपर्छ देख्नु बिहान 10 बजे अहिले 5 बजे 1 विकको वान टाइम मात्रै आउँछ। वान टाइम आउँछ त्यही पनि यस्तरी लुकी सुकी स्कुल मैले चाहिँ मोबाइल लगेपछि फेरि 1 हप्ता भइदिन्छ हो किन पछाडि बहिनीहरू चाहिँ यसरी हेरेर मस्की हिँडिरहन्। त्यस्तो मस्किनु भएन होइन दाइहरूलाई देखेर मस्किनु त भएन नि त हो कि नि केटा हो। अनि दाइहरूलाई हेरेर मस्कि त्यस्तै छ। अब हामी एरिचोक पुग्न लागिसकेका छौँ। पराङ गर्ने भनेको आज कोही पनि भेटिएनन् त्यसैले पराङ भएन। केटाहरूले चाहिँ खतरा स्टन हाने आज साइकल स्टन हाने। हामीले भिडियोमा त धेरै ल्याउन सकेनौँ त्यही पनि साइकल चाहिँ खतरा नै स्टन हानिरहेको थिएँ। हेरियो जेउस रमाइलो लाग्यो केटाहरूलाई प्रगति गरेर दिन्छन्। र अब एकछिन तल पुगिसकेपछि भेटौँला गाइस। हाम्रो 1 वर्ष भइगयो होइन फाइनली अहिले चाहिँ म घर आइसकेको छु।
भिडियो सिडियो त्यति धेरै सुट पनि गर्न पाइँदैन थाहै छ। यो अरू मान्छेहरूले पनि के नेगेटिभ सोच्न सक्छन्, अरू सोच्न सक्छन् होइन, के मोबाइल ठगेर होला भन्ने हुनसक्छ। त्यसमा मैले भिडियो सिडियो पनि गराइनँ। यता आएर चाहिँ साथीले चाहिँ सुरेश साथीले चाहिँ त्यो प्राङ्क गर्छु भने, तर कोही केटीहरू चाहिँ भेटेन, त्यसैले चाहिँ प्राङ्क गरेन। यसलाई चाहिँ नेगेटिभ नसोच्नु होला, किनभने हामी जस्ट कन्टेन्टको लागि मात्र हो। त्यस्तो हार्मफुल सोसाइटीमा हार्मफुल इफेक्ट होस् भनेर सोचेको लागि चाहिँ होइन, त्यसको लागि चाहिँ होइन गाइज। जस्ट प्राङ्क, जस्ट फर कन्टेन्ट, जस्ट फर रिक्रिएसन। दिसभरि बोरिङ भएको हुन्छ, अलि बेलुकी आउने बेला अलिकति भए पनि हामी रिक्रिएसन गरौँ, अडियन्सलाई पनि रिक्रिएसन गरौँ, इन्टरटेनमेन्ट गरौँ। तपाईँहरू जो जहिले अहिलेसम्म भिडियो हेर्नुभयो कमसेकम केही नलेज पाउनुहोस्, केही इन्टरटेनमेन्ट पाउनुहोस् भन्ने मात्र हो हाम्रो इच्छा। त्यही हो, बेलुकी यसरी नै आइन्छ हामी डेली। तपाईँहरूले अरू डिमान्ड गर्नुभयो भने चाहिँ कमेन्ट बक्समा गएर सबैले राम्रो कमेन्ट गर्नुभयो, पोजिटिभ कमेन्ट आयो भने चाहिँ म अर्को भिडियो पनि सायद भोलि पनि यसरी नै लुकी छुपी स्कुलमा मोबाइल लगी भ्लग बनाउन सक्छु होला सायद। आज चाहिँ कसको क्वार्टर फाइनल छ? कसको क्वार्टर फाइनल नै? नेसन लिग क्वार्टर फाइनलले आज चाहिँ पोर्चुगल भर्सेस डेनमार्कको छ अरे गाइस। यो म्याच पनि हेर्नु पऱ्यो। क्वार्टर फाइनल भनिसकेपछि चाहिँ अलिक इम्पोर्टेन्ट हो, हेर्नुपर्छ। म्याचहरू पनि हेर्नुपर्छ, स्कुलमा पढ्नु पनि पर्छ, म्याचहरू हेर्नु पनि पर्छ, रमाइलो गर्नुपर्छ। पछि 22 मार्चदेखि आइपिएल छ, आइपिएल पनि हेर्नुपर्छ। आरसिबी भर्सेस डिफेन्डिङ च्याम्पियन केकेआरको म्याच पनि हेर्नुपर्छ। हामी हेर्छौँ, रमाइलो गर्छौँ, सकेसम्म भिडियोमा ल्यायौँ भने चाहिँ तपाईँहरूलाई पनि देखाउनेछौँ, रमाइलो गराउनेछौँ। ठिक छ, त्यही हो। अब इक्जाम पनि सुरु हुन लागिसक्यो, त्यसैले चाहिँ हामी सबै भिडियोहरू नआउन सक्छ। इक्जाम आउँदैछ, अलिकति इक्जाममा फोकस पनि गर्नु पऱ्यो। इक्जाम पछि चाहिँ बिदा छ, बिदा भएपछि चाहिँ हामी यसरी नै भिडियो सिडियो हाल्नेछौँ। त्यस्तै हो गाइज। साथीले सरप्राइज पनि गर्न, अनि स्टनहरू चाहिँ भाइहरूले चाहिँ खतरा हाने, साथीहरूले चाहिँ स्टन पनि हाने अलिअलि। बाटोमा अलिअलि रमाइलो पनि भयो। अहिले चाहिँ म घर आइसकेँ, अब चाहिँ खाना बनाउनु पर्छ। खाना बनाउँछु, एडिट गर्छु। समय मिल्यो भने चाहिँ भिडियो हाल्छु पनि, आज नै हाल्छु होला सायद। अहिलेसम्म सबैले भिडियो हेरिरहनु भएको छ, यसरी नै हेर्दै गर्नु होला। च्यानललाई सब्सक्राइब गर्नुभएको छ सब्सक्राइब गर्नु होला, भिडियो लाइक गर्नुभएको छ लाइक गर्नु होला। एउटा मिठो छोटो हामीलाई एउटा मोटिभेट गर्नको लागि एउटा मिठो कमेन्ट गर्न नबिर्सिनु होला। कमेन्ट बक्समा गएर मिठो कमेन्ट गर्नु होला। अब चाहिँ हामी भोलि नै भेट्नेछौँ। र एउटा मेन कुरा गाइज, मेरो इन्स्टाग्रामको लिङ्क चाहिँ डिस्क्रिप्सनमा राखिदिएको छु, त्यहाँ गएर चेक गर्नु होला। फलो गर्न नबिर्सिनु होला, फलो गर्दै गर्नु होला, किनभने तपाईँको एउटा लाइक, कमेन्ट, एउटा सब्सक्राइब, फलोले चाहिँ हाम्रो कसैको जिन्दगी भन्छ भने गर्नुपर्छ गाइस। त्यो चाहिँ गर्नुपर्छ हामीले। त्यही हो। आजलाई चाहिँ बाइ बाइ, सी यू इन द नेक्स्ट भिडियो।